बत्ती इना इना यो माथि जाने यहाँबाट तल घर चाहिँ यहाँ पारी छ है यहाँ छ ओ हिना हिना बा औलेर आइगे यता हेर्नुस् गाइस फुल आँप आँप खेती यता केला सानो केला यस्तो सेतो घाँसमा पनि पुरा उहाँलाई हम्मे हम्मे भइसक्यो ढुङ्गाले एकछिन सर मेरो भारी बोक्या बनाऊ न ल म हिँड्यो पारि हिँड्छु त्यहाँ हाने तल तेरो हातमा नहान्दैन यो भयो स्टार्टै छ कि ओ हाम्रो सरको भारी ट्याङ्का बोकेर ट्याङ्का कुँड्या सुँड्या बस्ती उठेर आइदिएको माइत जानेले टाटे हाल नि मेरो माइत आगमु भ्या भन्ने भन्थे च्याट्टो पारेर हाम्रो अगाडि सर स्याक स्याक गर्दै हिँडेछन् हामी दुईजना माइत आएपछि हिउँ टाटेर गनाउने अरे गाह्रो छ गाह्रो छ गाह्रो छ गाह्रो छ ल एकदम गन्तव्य नजिक नजिक आइसकेका छौँ मगा मगा गाइस मगा इ मगा यी यस्तरी हेर्दा मगा लागेपछि यहाँ गाउँका मान्छे यो हाम्रो ठुला बाबा घर हो फेरि ठुला बाबाको भाइको भन्ने चर्पी खुल्ला दिशा बल्द बल्द गोरु बल्ल हेर्नु गोरु यहाँका गोरु 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 जन्ने यी सुखु ब के लेख्या त थैलोमा थैलोले पनि सुख खोज्न आइन् भनिसक्यो गाह्रो भइगयो हातडा कोट्टा बोकेकै छन् हातडा कोट्टा बोकेकै छन् भने के
जुम्लाबाट औला आयो भन्दा खुट्टा बोक्छ नि जुम्लाबाट औला आयो भन्दा कोट्टा बोक्दा तिमी सिका म भन्नु लाग्यो लौडो टेक्दै भारी बोक्दै आएँ हामी फुपूको नाम पुर्याउन आयौँ दे ल भन जुम्ला छोडी औला आयौँ कसो कसो हुन्छ घामले काला ठोरा भया अब कसो हुन्छ दे देजा हाल्दैन के बेलुका देखाउँछु त तिमी भन जुम्लाका जिल्ला छोडी सूर्योदयका जिल्ला आया सूर्योदयका जिल्लाका कुन जिल्ला किल्ला आयो यहाँ तल जाने होइन गाइस माथि ल ल कण्ठ भइगयो होला त अहिले भएन जान्दैन हामी त्यहाँ माथिबाट आएको मकै तिम्रो बाडी कहाँ नि त नित्य ढुङ्गो छ त ताइ त्यो पर बाइको ए ढुङ्गाबाट ए तल्ती ढुङ्गो छ त यही ढुङ्गाबाट पुरो कि यो तल तिम्रो यही नित्यको उदुगा ढुङ्गो छ त नित्य चुचा त्यो ताइ त्यो उदो तल्लो बाडी भयो यति पुरो पुरी जहाँ पर देखिने पनि यो तल्लो बाडी तल त्यो तलको बुटो यो बिचको ढुङ्गो यो ढुङ्गा खाँदो यो ढुङ्गा हात तल पिआई भोलि पठाइदियो यो ढुङ्गा तल त्यो यो बुटो हात यो बुटो यो ढुङ्गो तल त्यही गडो यो हात यो तलको यो गडो हिँड्दै पुरो बाडी घर तल बाग्राखोड यता घर यो टैले सन्तोषको घर अलि नानु ढिलो हुने अझै सिरको अरू झर्दा क्या खान्छ है घाम पिपलको बुट्टा
गाई सन्तोषका गाई सन्तोषका बाख्रा होइन त्यो अड्डा उसको अरे राजा यही त हो थुसिङको घर उता जाउन कस्तो दामी आएको छ थुसिङको घर बेलुका हेरेर लाँदा आँखा छोइछाइकन यो यही पिपलको बुटो होला कि ऊ भने देउताले वर दिए भने खै देखाउनु यही होला कि देउताले वर दिएको पिपलको बोट ल तल कहाँसम्म रहेछ त तलतिर कतै होला कि यही पनि होला नि पर सिङ्कोली भन्दैछ पर ती पनि होला नि पत्ती पनि होला परलाई पोरीमा पोरी सब सन्तोष म देख्यो त सिङ्कोली ती पनि भन्दैछन् कि सिङ्कोली माथि कतासम्म हो त माथि खै यही रुखलाई देउताले वर दिए भने अनि अरू 2 रुख पनि छन् भन्दैछ नि त यो पत्ती परालको उङ्गाखे त कुनियो त्यहाँबाट होइन यहाँबाट तली होला तलले हुकिया टाँगो छ त दाइलो नि होला त्यो होइन त्यो तली छ त पर टिमुरको बोट छ त टिमुरको त हो त्यो बोट हो त्यही हो कि हो यो बोट भए होइन यो बोट भएबाट बोट भए गड हो गरे त्यहाँबाट यहाँ त्योको पनि गाउँदो हो गरे कि यताको अनि लसुनलाई बाडी पनि हुनु पनि क्या प्याज लगायो भने लसुनलाई बाटो यो बाटो कि तल तलबाट तल त्यही सम्म गरादेऊ भयो तल तीसम्म गडा छ नि त त्यही उ गरे बस्सकै रहेछ त होइन त्यो रहेछ कि ए झ्याम्म भयो रुख अनि परका झ्याम्म भयो रुख त यता माथि कहाँसम्म हो त घर चाहिँ यता कैका हब्बै खेत गरौँ भने नि तिमीहरू खाएको लु पैसा आउने घाँस गराउन पुरै तल बेसार लाएर छैन पुरै यो पुरै टिमुर रहेछ कि कागती ल्याउँथ्यो यी खेत पनि सन्तोषकै होला नि कि अथा रहेछ त होइन गर्न कमाउँछ छ होइन यी खेत पनि हो यति हो पल्लो खेत पऱ्यो अब खेत हब्बै होला यो खेत हब्बै त्यो मगा लगायो भने नि हो त्यही तल्लो बारी त्यही हो पत्ते ढिक को ढिक गरे पर ती सिङ्कोली गइगा
हात काँटी छ अरे पर त्यो पत्ती डिस्कको पर त्यो डिस्कको चाहिँ खेतको त्यही हो ए डिस्को लागेन भुइँला लागेन यो पाइपदेखि तल पाइपदेखि तल यो हात ट्याक्क हातमै ढुक्यो ठ्याक्क हात यो हात भयो यो हात तली छ अझ देखिने माथिको बारी पनि ताइदे उता बाँझा यहाँबाट यो पर जतासम्म देखिन्छ सब त्यहाँबाट यो माथि पाइप माथिको हात भयो घाँसबाट त बर्थडेमा थुता दिया तल त्यो बाग्लो ढुक्छ त त्यहीँबाट माथि त्यही त जडा देऊ बोल मगा लिएर पाल्टा भए तिम्रो फल्ला आठ्या रहेछ नि त आजले जोतिले हान्छ नि अरू त्यो यत्रो जङ्गल हुँदैछ त्यही वर्ष यस्तो धारो थाल्ने फेरि मल हुने छ रहेछ जोतिने भयो त्यो ढाकिने के पछि लोले प्याच टेकिने भयो नि त हप्ती खेत गयो त हप्ताले गयो पुरा लक्ष्मण धान त तिनका बिहा पर पोल्लो गएको छ त त्यो गाडी पुरो पारि अब त्यही घरका चक्ले घर गएर कसरी गाउँछु भन्ने हामी त हपदाइ त अब माथि त्यो त्यहाँ चुच्चाबाट आएर छ न रोड हामीले ने चुच्चा ने तल गइरहेको बाटो आयो भनौँ ए बर्दिया पिपल भने पत्तै होला बर्दिया पिपल त्यही अब त्यो घर अट्टी छ त नानो त्यही अहिले खान्छौ त फल त्यो पिपल एक मेवा मेवाका छ कहिले खाए मेवा होइन अमला किसाउने तली बाजु घाँस काट्ने पनि हाम्रो तली छ बाटो तली छ एकल त ठुलो ठुलो झम्मा भएको ऊ छ नि त रुख त माथितिर छ हेर्न जाने ततातिर जाने हौ भइगयो होइन देखाउँछु त सबैलाई हो चल त्यही बाटो अनि यो बेसार भाइ पोरी छ एक बेसार भाइ पोरी छ अनि एक लेडो छ बिजुली चाहिँ सबै ठाउँ पाएको छ के बिजुली हेर न ठाउँ ए बेड्नेटो सबै ए उला बिउ राख्ने गडो गरे अब कति ढुङ्गा फुटालेर त्यहाँ तिन बाइक फुटान लाउने सोच्छु है तिरङको पाजा त्यो लिँदैन पुरै त्यो ढुङ्गा माझिको मन्दिर चाहिँ हप्ते उबाटी उकोरो त्यही भयो त्यो मेवाको त्यो त हुन होइन होला नि सबै तिनीहरू नाममा तिमीहरू चुगो कि माल्टा हो माल्टा छ अघि ल्याए कहाँको हो त मेवा यही रुखको त्यही माल्टा पनि ल्याएमा को ती सेतो पुरो गर्ने हो ती तिन देखा ती तिन खिचले हो को यी तिन ती तिन यति तिन एक यो रविन्द्र गाडले माले अनि यो कालो र अनि यो सागर काटले जाले कोही हान्दो छ त यो राजा निरोदै हामी यो बाख्रो ब्याउने हो कि ब्याया हो ब्याउने हो हामी 3-4 पाउ थक्या हो दुई यी तीनटा गरे यो बाख्रो ब्याउने हो कि दुध खाँदा दुध खाँदा यही ब्याउने हो कि कुङ्ला है कि